छु 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 छु, झापामा चाहिँ बल्ल घाम लागेको छ। हुस्सु लागेपछि चाहिँ बल्ल घाम लागे कति दिन बादमा 2-3 दिन त भइसक्यो होला। अनि यहाँनिर हाम्रो गोदावरी फुल चाहिँ यसरी फुलिरहेको छ। कति राम्रो कलर छ यसपालि चाहिँ। वाह, कहिले फुल्छ र बनाउनु भनेर यति धेरै गरेको फुल्नै आँटेन त हो राम्रोसँग। बल्ल अलिअलि फुल्दैछ हो। के भएर चाहिँ फुल्नै आँटेन हौ मजाले। यो कस्तो राम्रो पिङ्क कलर छ यो के दामी देखिएछ। यो पनि जम्मा फुलेको चाहिँ किसिमको राम्रै छ। अनि यहाँ पनि छ हो यस्तो दामी फुलिरहेको छ। कब फुलेगा यो, कहिले चाहिँ फुल्छ हौ यो कलर चाहिँ यसपालि अलिक एक्स्ट्रा भएको छ। यो कलर डिफ्रेन्ट आएको छ। यो धेरै बोट यसपालि चाहिँ आएछ है। कस्तो राम्रो देखिरहेको छ। यो झन् एक्स्ट्रा धेरै फुल्थ्यो यसपालि। यो के भएर कम मात्रामा फुलिरहेको छ। यसले पहिला त रेकर्ड राखेको थियो हो। दामी भइरहेको छ।